नमस्कार आदरणीय सुर्खेत क्षेत्र नम्बर 1 वासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईहरुको घर आँगनमा आउने अथक प्रयास गर्दा गर्दै तपाईहरुको घरमा म पुग्न सकिरहेको छैन होला। यदि म नपुगेको भए पनि यही समाचारलाई तपाईहरुले पुगेको ठानी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रत्यक्षतर्फको उम्मेदवार टेकबहादुर सिंह र पार्टीमा पनि घण्टीमा मतदान गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। अहिले चुनावी माहौल जनतामा अत्यन्त उत्साह र उमङ्गका साथ आएको छ। प्रत्येक घर घरमा घण्टी भन्ने अवसर आएको छ। यसमा कहीँ कतै कोही साथीहरूले सुन्नु भएको छैन भने, कुनै अप्ठ्यारोमा पर्नु भएको छ भने तपाईहरु हाम्रो भोटले यो मुलुकको सर्वाङ्गीण विकासमा मद्दत गर्नेछ, ठूलो विकासमा टेवा पुर्याउनेछ, भ्रष्टाचारीहरूलाई कारबाही गर्नमा मद्दत गर्नेछ, सुशासन कायम गर्नेछ भन्ने कुरालाई बुझेर घण्टीमा तपाईहरुले मतदान गरिदिन हुन म हार्दिक अनुरोध गर्दछु।